फेसबुकको पेआउट सेटअपमा तपाईँको आइडी भेरिफिकेसन मागिरहेको छ। त्यसलाई हामीले सोल्युसन कसरी गर्न सकिन्छ त? तपाईँहरू यही चिन्तामा हुनुहुन्छ होला, तर यो एकदम सामान्य पनि हो र एकदम गम्भीर केस पनि हो। तपाईँको यदि नाम पनि गलत छ भने तपाईँको आइडी भेरिफिकेसन हुँदैन। यदि तपाईँको नाम सही छ, डेट अफ बर्थ सही छ, एड्रेस सही छ, तर पनि तपाईँको आइडी भेरिफिकेसन क्लियरली रूपमा भएको छैन भने त्यसको लागि अझ एउटा सोल्युसन छ। यदि नामै गलत छ, डेट अफ बर्थै गलत छ भने पनि त्यसको पनि एउटा सोल्युसन छ। त मैले चाहिँ नेपालमा पहिलोचोटि मैले बनाउँदैछु यो भिडियो चाहिँ। तपाईँले सबैभन्दा पहिला यहाँ हेर्न सक्नुहुन्छ हाम्रो एउटा सरको आइडी चाहिँ यो आइडी भेरिफिकेसन क्यान्सल रिजेक्ट भइरहेको छ बारम्बार है। उहाँले 10 चोटि गरिसक्नुभयो। अब लास्ट कतिचोटि चान्स हो त मलाई थाहा छैन, तर मेरो हातमा आएपछि 100% चाहिँ आइडी सही हुन्छ। अनि मैले उहाँको आइडीको यो साइडमा हेर्न सक्नुहुन्छ यस्तो एरर देखाइरहेको छ है। पे आउटको चाहिँ पुरै रातो देखाइरहेको छ। पैसा कुनै पनि कमी हुन्न। 22,000 फलोवर्स छ फेरि उहाँको। अनि उहाँलाई यो समस्या कमसेकम 1 वर्षदेखि आइरहेको छ, अहिलेदेखि होइन। उहाँले चाहिँ मलाई सम्पर्क गर्नुभयो मेरो युट्युब च्यानलमा भिडियो हेरेर चाहिँ। अनि त्यसपछि मैले उहाँसँग कुराकानी गरेँ। उहाँले मलाई आइडी पासवर्ड दिनुभयो। आइडी पासवर्ड दिइसकेपछि चाहिँ मैले चाहिँ उहाँको आज काम गर्दैछु है त। त्यस पछाडि मैले यसको सेटअप गर्ने तरिका मेन कुरा के हुन्छ भन्दाखेरि फेसबुकलाई पहिला मेसेज गर्ने हो। रिपोर्ट असमा गएर मेसेज गर्ने। त्यहाँदेखि पनि रिप्लाई आएन। तपाईँले डाइरेक्टली नै एउटा इमेल हुन्छ, त्यो इमेल चाहिँ मैले तपाईँहरूलाई प्रोभाइड गर्न मिल्दैन, किनकि त्यो हामी डिस्ट्रिब्युटरको लागि मात्रै हुन्छ। हामीले डाइरेक्टली डिएम गर्न मिल्छ है। त्यो अरू कसैले पनि गर्न मिल्दैन। त्यो ओन्ली डिस्ट्रिब्युटर, जो डिस्ट्रिब्युटर छ फेसबुकको त्यसले मात्रै गर्न मिल्छ। मैले इमेलमा लेखेको हुन्छु कि हाई फेसबुक टिम, मेरो चाहिँ आइडी भेरिफिकेसन चाहिँ भइरहेको छैन है। मेरो आइडी भेरिफिकेसन भएको छैन। मेरो नाम ओरिजिनल छ, डेट अफ बर्थ पनि बराबर छ र एड्रेस पनि बराबर छ भनेर हामीले एकदम इङ्ग्लिसमा चाहिँ स्पष्ट लेख्ने हो। साइडमा हेर्नुहोस् है, मैले इमेल लेखेको पनि स्क्रिनसट हेर्नुहोस् त्यहाँ। अनि यो चाहिँ आइडी तपाईँको जुन आधार कार्ड छ, पेन कार्ड छ, नेपाली नागरिकता छ, पासपोर्ट छ, ड्राइभिङ लाइसेन्स छ, तपाईँको जे आइडी प्रुफमा तपाईँलाई त्यहाँ फेसबुकले मागिरहेको छ त्यो आइडी प्रुफ चाहिँ हामीले इमेलमा चाहिँ एड गर्ने हो। इमेलमा एड गरिसकेपछि हामीले चाहिँ उसलाई पठाइदिने हो। 24 आवर्सभित्रमा तपाईँलाई फेसबुकले मेल रिप्लाई गरेको हुन्छ। मेल रिप्लाई गरिसकेपछि तपाईँ अरू कागजपत्रहरू पनि मागेको हुन्छ। त्यस्तै ब्याङ्क स्टेटमेन्ट यताउता पनि माग्न सक्छ। कसैको एकै चान्समा गर्छ, कसैको चाहिँ 2 चोटि लाग्छ है। र आज चाहिँ हामी यो सरको चाहिँ हामी आइडी भेरिफिकेसन गर्दैछौँ। यो आइडी भेरिफिकेसन हुन्छ या हुँदैन नेक्स्ट भिडियोमा तपाईँहरूलाई हामी जानकारी गर्नेछौँ। उहाँको समस्या सोल्युसन यो आइडी हेर्नुहोस् है। यो आइडी हो, फलोस यति छ र आइडी भेरिफिकेसन यो आइडीकै म तपाईँलाई प्रुफ लाइभ प्रुफ गरेर देखाउने छु। यदि तपाईँहरूलाई हाम्रो टेक्निकल भिडियो मनपर्छ भने चाहिँ लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। त्यसै गरी हामीले अब चाहिँ यो च्यानलमा ओन्ली टेक्निकल कुराहरू मात्रै जानकारी दिनेछौँ। भिडियो एडिटिङ कसरी गर्ने, फेसबुकबाट कसरी पैसा कमाउने, युट्युबबाट कसरी पैसा कमाउने, भिडियो कसरी अपलोड गर्ने, यी अन्य कुराहरू चाहिँ हामी सिकाउनेछौँ। भिडियो कस्तो लाग्यो त? लाइक र कमेन्ट सेयर गर्नु होला है त।